सबैजनालाई आज चाहिँ हामी श्री पञ्चमहालक्ष्मी टेम्पल हेर्न गएको। यहाँको भ्यू एकदम राम्रो छ, हजुरहरू पनि आइदिनु होला। यहाँको लोकेसन चाहिँ नुवाकोटको हो। भइसक्यो नि, जे हेर्न आएको त्यो चाहिँ बन्द भइसक्यो। अब त्यही त भने टिकट छैन। के बन्द भयो? टिकट हुँदैन। सिसाको महल हो के यो भित्र? महल बन्द 5 बजीसम्म मात्रै। पहिला त्यहाँ बस्नु पर्छ नि। त्यहाँ पहिला बस्नु नि। होइन नि, 5:30 बजी हामी यहाँ आइपुग्यो। कति 5:30 कतिमा? 13 हो कि कति हो। अनि ठ्याक्कै 5 बजीसम्म छ नि। भोलि आउँला नि। अब त सिधै ल्याइदिनु सिधै ल्याइदिन्छु नि त, के भयो त? तपाईँहरू खाजा खान जान लाग्नु भयो क्या हो? हामीलाई नि खुवाइदिनु अब त्यत्रो घुमाएर। ऊ त्यहाँ छ नखाने त। मेरो दिदी हो गाइस। हामी चाहिँ दक्षिण भारतको महल हेर्न आएको। यति ठुलो देखाएको थियो राजमाता। कत्रो रहेछ, एकदम पहाडै उचाल्ने भारत रहेछ। त्यही पनि हामीलाई फोनमा मोबाइल खिचेको राङ्गबाट भयो। हो त्यो देख्नु भएन, बन्द पो रहेछ। यता पनि छ त पसल। यता ए चोरी त अब चाहिँ म हामीलाई चाहिँ दाइहरूले पठाउँदाइहरूले ढिला गरेर हामी जान पाएन सिसाको महलभित्र। तर हुन चाहिँ 2 ठाउँमा घुम्न पायो। अर्को ठाउँमा लगिदिएर बन्द कहाँ नि हाने यहीँबाट कहाँ घुमाएर हेर्नु कहीँ चिन्नु पाएन। छिरे जे चिजमा सिसाको उ त्यसमा छिर्छु भन्यो, यहाँ छिर्छु पैसा भन्यो। चटपटे पनि पाउँदैन नि यहाँ। ना सक्यो अब हाम्रो सबै। अब सक्यो, अब जानै घर। के थाहा त घुम छ भनेर थाहा हुन्थ्यो। पैसा खोइ टिकट कति रहेछ? ढिलो आयो के बहिनीहरू? ढिलो आयो ढिलो पनि आयो। जमजम अब भयो। अब पनि भयो होइन? नाना ब्राउ ठिक छ, के छैन। चित्त बुझौँ। चित्त बुझ्यो। त्यही पनि हामी त्यहाँबाट नआउनु ठाउँमा नि आइपुग्यो। गुफा यस्तै हो र गुफा यस्तो होइन, त्यहाँभित्र इम्पोर्टेन्ट चिज छ नि। जे भयो नि छ नभए मान्छे किन हेर्न जान्छ? त्यही छ। यही हो। अनि छैन हौ, चटपटे पाउँदैन। पाउँदैन कि बिस्किट सिस्किट चाउचाउ त्यस्तो पाउँदैन क्या। अर्को त्यही बिस्किट, आइसक्रिम, बरफ समथिङ।